बंदे लोग आज शूट पे आ चुका है। ये मेरा भैया श्री है, प्यारा सा भैया श्री है। और यहाँ पर बंदे लोग आए और यहाँ पर ये स्कूटी आया है। स्कूटर मेरे हो गाइस। हाँ, यहाँ पर सब आए, यहाँ पर वहाँ पर वो फोटो खींच रहा है और यहाँ पर बंदे लोग पोज दे रहा है। और ये मेरा भैया श्री है। तो बात ये है कि गाइस हम लोग थोड़ा से कभी कभी घूम फिर लेते हैं, ब्लॉग स्लॉग बना लेते हैं। आप लोग भी हमें सपोर्ट करिए, ऐसा ही हमें सपोर्ट करने के बाद जो पैसा आएगा उसमें आप लोग की भी घुस मिल जाएगा। मतलब हाम्रो सुटिङ भइरहेछ कि यहाँ सुटिङ भइरहेछ, यता पोज दिइरहेछ, पोज दिने मान्छे यता छ अनि यता सुटिङ गर्ने मान्छे यता छ। अनि कुरा यही छ कि केटाहरू आएको छ, सुटिङ गर्न आएको छ। म भने एउटा सानो ब्लग बनाइहाल्दैछु अनि तपाईँहरू सपोर्ट गरिदिनु गाइज। के भन्नु तपाईँहरूलाई, यति नै हो। यो एउटा मिनी ब्लग। आज क्यामेरा सुटिङमा आएको छु। यहाँ मेरो केटाहरू क्यामेराको सुट गरिरहेछ। त यो मेरो दाइ हो, जिग्री दाइ, जुन हामीहरू म सानो हुँदा यो ठुलो हुँदा दुवैजनाको अलि धेरै मिल्ने खाले दाइ हो। अनि तपाईँहरूलाई म के भन्नु, अब के भन्नु, तपाईँहरू सबै बुझ्नुहुन्छ भित्रको कुराहरू। मेरो केटाहरू जिस्काउँदैछ गाइस, किनभने म आज ब्लग बनाउँदैछु नि त्यसैले। अनि उताको केटाहरू फोटो खिचिरहेछ अनि उताबाट क्यामेराम्यान छ होइन, अनि उता क्यामेराम्यान छ अनि यता पोज दिइरहेछ मान्छे, मेरो साथी हो। अनि गाइज के छ भने यही हो। त आज मतलब यतिकै आएको छु, फोटो सुटमा तपाईँहरूलाई पनि देखाउँछु। अनि फोटो पनि कस्तो आउनेछ, रिजल्ट कस्तो आउँछ त्यो पनि देखाउँछु तपाईँहरूलाई। त तपाईँहरू पनि हेर्दै गर्नु। यो मेरो जिग्री दोस्त भयो जो मसँगै हुन्छ एनी टाइम, एनीवेयर, एभ्रिवेयर, एभ्री टाइम। प्रेममा पनि गाइज सही कुरा हो। गाइज त यता उता छ क्यामेराम्यान, यता छ पोज देने मैन। हमारा कैमरामैन इतना दूर चला गया है कि पता नहीं चल रहा है गाइस। देखो कैमरामैन यहाँ है तो पोज देने मान्छे वहाँ पर है। के छ भने नि म यता आएको थिएँ आज साथीहरूसँग भेट्न। त एउटा दाइ भेट्यो होइन बाटोमा, अनि भन्नुभयो जे आइज तिम्रो पनि फोटोसोटो खिचिदिन्छु। अनि आएछु यता फोटोसोटो खिच्नको लागि। यता मतलब केटाहरू छ, क्यामेरा लिएर फोटोसोटो खिचिरहेको छ। म यतिकै मलाई बढी इन्ट्रेस्ट छैन फोटोसोटोमा, त्यही पनि यता मेरो साथी छ, मेरो साथी छ यता। यिनीहरू गाई धेरै जिस्काउँदैछ कि लास्टै जिस्काउँदैछ, मतलब किनभने मलाई जिस्काउँदैछ। के भन्छ अरे 21 मिलियन बेला च्यानललाई सब्सक्राइब गरिदिनु होला, तर सपोर्ट गर्नुहोस्, हामी गर्दिन ल गाइज। मेरो साथी गाइस जसले भन्दैछ कि मेरो यस्तो पनि दिन आउँछ कि 1000 सब्सक्राइबर पुग्छ अनि म यस्तो गर्छु, यसको सपना छ। तर मलाई थाहा छ कि त्यो सपना कहिले पनि पुरा हुनेवाला छैन। जी हजुर, हस्त धन्यवाद आजको लागि यति नै। अनि यो भन्नु कि मेरो कानमा त्यो बाली कस्तो लाग्दैछ गाइज। यिनीहरू लास्टै जिस्काइदियो, तपाईँहरू केही गर्नु, सपोर्ट गर्नु। मतलब यति हो कि मलाई पनि एउटा युट्युबर बन्नेको मन लागेको थियो, तर कोही सपोर्ट नै गर्दैन। यो केटाहरू मलाई लास्टै जिस्काउँदैछ कि तपाईँहरूलाई के भन्नु, मतलब यस्तो कि गाइज तपाईँहरूलाई भन्न सक्दिनँ कि मन त हुन्छ यिनीहरू। गाइज स्वागत छ तपाईँहरूलाई राकेश ब्लगमा। त तपाईँहरू म आफ्नो ब्लगमा आज तपाईँहरूलाई नयाँ नयाँ सिनहरू देखाउनेवाला छु। तपाईँहरू हेर्दै गर्नु। र आज हामीहरू गएको थिएँ फोटोसुटमा, र त्यहाँ फोटोसुटमा के कस्तो एक्टिभिटीहरू भयो सब कुरा तपाईँहरूलाई देखाउँछु। र यो दुईवटा दोस्त भयो जुन मलाई धेरै जिस्काउँछ गाइज। आज गएको थिएँ हामी फोटोसोटो खिचाउनको लागि, फोटोसोटो खिचाएर आइसकेको छु। तपाईँहरू हेर्दै गर्नु र तपाईँहरूलाई रिजल्ट पनि देखाउँछु।